कासाई रिङ्काईको ऐनमा उडिरहेको चङ्गा हेर्नु रियल चरा जस्तो छैन त यो गाइज एकदमै रियल चरा जस्तो क्या ब्युटिफुल देखेको छ यहाँ अर्को एउटा पनि यहाँ छ वाउ यो कासाई रिङ्काई गार्डनको भ्यू हो यो गाइज है आज क्या सन्नी डे क्या फन्नी डे है कति न्यानो महसुस भइरहेको छ तपाईँहरू पनि यदि नजिकमा हुनुहुन्छ भने आउनुहोस् है छुट्टीको दिन यस्तै पारिलो घाम ताप्नको लागि यता समुद्रको भ्यू पनि दृश्यावलोकन गर्न सकिन्छ त्यता समुद्रको भ्यू पनि दृश्यावलोकन गर्न सकिन्छ अनि यतातिर नजिकमै सल्ला जातका बोटहरू पनि छन् टन्नै होइन यसको पनि मनोरञ्जन लिन सकिन्छ यो जाडो मौसममा पनि घाम ताप्न ठिक अनि यो गर्मी मौसममा पनि यहाँको वातावरण एकदम ठिक हुन्छ म गर्मी पनि आउने गरेको छु यहाँ विभिन्न रङ्गी चङ्गी फुलहरू फुल्ने गरेका हुन्छन् अहिलेको सिजन खासै फुलको लागि उपयुक्त सिजन नभएर होला त्यही पनि अलिअलि यहाँनिर देख्न सक्नुहुन्छ तपाईँहरूले होइन तर यिनी फुलहरू जब समरमा हुन्छ समरमा आउनुभयो भने यहाँ फुलको बगैँचा एकदमै रङ्गी चङ्गी फुलेको बगैँचा हुन्छ त्यसले गर्दा गाइज यदि तपाईँहरू नजिकमा हुनुहुन्छ र फुर्सद भयो भने काजाम जस्तो लागेछ भने कासाई रिङ्काई पार्क यो कासाई स्टेसनबाट बसबाट पनि आउन सकिन्छ निशिकासा स्टेसनबाट पनि बसबाट आउन सकिन्छ र तपाईँको आफ्नो प्राइभेट भेहिकल छ भने पनि अब यहाँ पार्किङको व्यवस्था छ तपाईँ जसरी पनि एक्सेस गर्न सक्नुहुन्छ अनि कासाई रिङ्काई सेन ट्रेनबाट पनि यहाँ आउन सक्नुहुन्छ इजिली एक्सेसिबल छ गाइज ल